हिजो राति करिब 12-1 बजेतिर लेक साइडतिर डुल्न गएको बिचरा दुईजना भाइहरू यसो सडक छेउमै भेटियो क्या। अनि दाइ भोक लाग्यो केही खानेकुरा किनिदिन्न भन्न लाग्यो होइन। अनि बिचरा दयै लाग्यो क्या। अनि मैले पनि होइन केही खानेकुराहरू चाहिँ किनिदिएँ होइन। अनि बिचरा सुत्नलाई हेर्नुहोस् न त्यो कार्टुनहरू जम्मा गरेर त्यो छेउमा सुत्नलाई तयारी गर्दै रहेछन् क्या। अनि यिनीहरूलाई चाहिँ फेरि यसो कैसैले भेट्यो भने पनि जो यस्तो बालबालिकाहरूलाई चाहिँ खानेकुराहरू चाहिँ बरु किनिदिनुपर्छ, पैसा चाहिँ दिनुहुन्न है। किनभने यिनीहरूले पैसा पायो भने फेरि त्यो भेग्रा सेग्रा खाएर होइन अनि बस्दिन्छन् यिनीहरू। त्यस्तो किन्छन् पैसा पायो भने चाहिँ। बरु खानेकुराहरू चाहिँ आफैले किनेर दिँदा चाहिँ उपयुक्त हुन्छ होला है। तपाईँहरूको विचार के छ भन्नु।